दर्शक महानुभावहरु उहाँ धेरै दुःख परेको मान्छे हुनुहुन्छ। धेरै लामो समयसम्म संघर्ष गर्दै यहाँसम्म आउनुभयो। उहाँ अहिले लगभग 65 वर्षको हुनुहुन्छ। यस्तै आरन काम पहिला उहाँसँग के छ बुवा? पहिलादेखि नै आरन काम गर्दै आउनु भएको हो? पहिला यो मेसिन किनेको कति वर्ष भयो? अहिले 6 महिना पनि भइरहेको छैन। 6 महिना भएको छैन। यहाँभन्दा पहिला पनि मेसिन थियो? के थियो? दुई मेसिन बिगाडे। त्योभन्दा पहिला के गर्नुहुन्थ्यो? पहिला राडी बुन्दैछ, कमला बुन्दैछ, जिउ बुन्दैछ। छालाको खलादी थिएन? छाला खलाले पनि छालाकाले पनि बनाउनु भयो हैन यस्तो औजारहरु? बनाएको। अनि तपाई के काम गर्नुहुन्छ? के काम गर्न आउँछ? यता फर्केर राम्ररी भन्नु न त। यसरी यता फर्केर के लाज मान्नु भयो? के लाज मान्नु भयो क्या हो? आरन काम गर्नु मै जान्छु, सब कला जाने। कति वर्षको हुनुभयो अहिले? म 60 वर्ष पनि पुगेन छैन। 60 वर्ष पनि पुग्नु भएको छैन? हेर्नु 60 वर्ष पनि पुगेको छैन भन्नु। तर हेर्न अनुहार हेर्ने हो भने त अब 70 वर्ष भइसक्नु भएको छ। अनुहार हेरेर त 40 वर्ष हुन्छ। 40 अनुहार 40 वर्षको हुनुहुन्छ। त्यसो भने दुईचोटि आमा बितिसक्नु भयो। यही आरन काम गरेर तपाईले के गर्नुभयो त? तपाईका छोरा कति छन्? अनि 2 छोरा छन्। एक छोरो अमिल पास भएको, एक छोरो थाई जागिरी भएको। थाई जागिरी गरे पनि यसरी आरन काम गरिरहनु भएको छ। किन गर्नुहुन्छ त यस्तो काम? दिदैनन् त पैसा के गर्ने? आफ्नो खुट्टी खाने गर्नु पर्छ। पैसा दिदैनन्? दिदैनन्। किन दिदैन? माग्नुहुँदैन त? न मजाले बसिराख्ने, पैसा माग्ने। भत्ता खानुहुन्छ कि नै? भत्ता पनि खानु पोती खाने भएको। अनि पहिला छालाको काम, छालाको खलानले यस्तो भाँडा बनाउने, औजार बनाउने गर्नु भएको रहेछ। अहिले बल्ल यस्तो मेसिन ल्याउनु भएको छ। आफै मेसिन कहाँ पाउँदो रहेछ? कहाँबाट ल्याउनु भयो त? ठुलो छोरोबाट 6500 हालिकन ल्याएको मैले। 6500 जति हाल्नु भयो। भत्ता आएको पैसाले किन्नु भयो होला हैन? हजुर। भनेपछि 6500 हालेर यो मेसिन किन्नु भएको रहेछ। यस्तो रातो भइरहेको छ हेर्नुस् त। केही उप त केही पनि भइरहेको छैन। यस्तो चुड्नुहुन्छ हेर्नुस् त। यति दुःख गर्नु फलाम पिटी थाक्नु भयो मेरा दाइ भने जस्तो किन? यहाँ हेर्नुस् यसरी पिट्नुहुन्छ। के फाइदा 6000 मूल्य उठाउनु भयो कि उठाउनु भएन त? 6 रुपैयाँ पनि भइरहेको छैन। हो त्यही काट्दै जस जनसेवा गर्नु भयो हैन? मान्छेले सबैको औजारहरु कोही मान्छेले पैसा दिँदा होला हैन? कोही दिँदा त, कोही त दिल्दा।